ल दर्शक महानुभावहरु 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 ल हेर्नुहोस् दर्शक महानुभावहरु 79 वटा भर्याङको खुड्किलो पार गरेर आउँदा मलाई पनि समस्या भएको छ। भगवान विशङ्कु नारायण ललितपुर जिल्ला गोदावरी नगरपालिका 2 नम्बर वडामा पर्छ। यो चाहिँ विष्टछाप भन्ने यो गाउँ 79 वटा भर्याङको खुड्किलो पार गरेपछि हामी भगवान नारायणको यसरी दर्शन गर्नु पाइरहेको छ। 79 त्यो तलको दृश्यहरू अलिकति घुमाइदेऊ भाइ, देखाइदेऊ। र यो माथि पनि थोरै दृश्यहरू देखाइदेऊ र। र 79 अब यहाँबाट हामी मन्दिरतर्फ जान्छौँ है त। 80 81 82 83 84 85 86 87 88 89 90 है। म 90 मा आइपुगेँ। अब मैले यहाँनिर चप्पल खोलेँ। 90 वटा खुड्किला पार गरेर हामी भगवान नारायणको चाहिँ दर्शन गर्न पुग्नेका छौँ भित्र। त्यसै गरी है। र यो विशङ्कु नारायण। ओम नमः भगवते वासुदेवाय लक्ष्मी नारायणाय नमो नमः। दर्शक महानुभावहरु यो हेर्नुहोस् त, यो जेलमा बस्ने कैदीलाई जस्तो एउटा यहाँ सिक्री छ। भयो ढोका हो यो। यहाँ तालचा छ। यो तालचा खोलेर चाहिँ पुजारी भयो एकैछिनमा आउनुहुन्छ अरे। सायद आज बिहिबार हो, बिहानको समयमा निकै भिडभाड थियो होला। म अपराह्नको समयमा आएको छु। र यहाँ चाहिँ तल यो द्वारबाट चाहिँ पुजारी गएर पूजा गर्नुहुन्छ अरे। थोरै दृश्य म मेरो भाइलाई त्यहाँ देखाइदिए भन्छु। र यहाँ भित्र गएर पुजारीले चाहिँ भगवान विशङ्कु नारायण लक्ष्मी नारायणको चाहिँ पूजा यसरी गर्नुहुन्छ। र यही मन्दिरमा ल्याएर चाहिँ बोली नआएका बहिरोपन भएका रोगीहरू चाहिँ यहाँ चाहिँ एउटा निको हुन्छ है। यो मन्दिरभित्र राखिसकेपछि भन्ने एउटा किंवदन्ती कथा सत्य कथामा आधारित छ। म त्यसै कारणले आज घुम्दै आउँदाखेरि ललितपुर जिल्लाको गोदावरी नगरपालिका विष्टछाप 2 नम्बर वडामा यो चाहिँ विशङ्कु नारायणमा आइपुगेको छु भित्र। र मैले अब तपाईलाई विशङ्कु नारायणमा आउँदाखेरि 85 वटा खुड्किला पार गरेर र यतातिर सन्तानेश्वर महादेवमा जाँदा चाहिँ 365 वटा खुड्किला पार गरेर जानुपर्छ। म त्यहाँको पनि केही समयपछि अर्को भिडियो लिएर तपाईको माझमा आउनेछु। हस् त, अहिलेलाई नमस्ते।